हाई गाइज वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी यो कोरियाको खाङवोन्दो प्रान्तको सोक्छोसी अन्तर्गतको प्योङऱ्याङ हो भन्ने एउटा होसु तालमा आएका छौँ। यो ताल चाहिँ एकदमै विशाल ताल छ, हाम्रो नेपालको पोखराको फेवाताल जस्तै। तर फरक यति छ कि यहाँ चाहिँ फेवातालमा जस्तो डुङ्गा छैन, वरिपरि ठुल्ठुलो घरहरू छ, भवनहरू छ। यो चाहिँ उइरोवन भन्छ, यो सोक्छोको यो क्षेत्रको सबैभन्दा ठुलो हस्पिटल हो। अनि आज मसँग मेरो एउटा प्रिय भाइ साथी पनि सँगै हुनुहुन्छ। उहाँको नाम चाहिँ राजा मेहता, तराईवासी हुनुहुन्छ। हामी चाहिँ कोरियामा सँगै एउटै कम्पनीमा काम गर्ने र दाजुभाइ जस्तै वातावरणमा छौँ। ल आज चाहिँ हाम्रो ब्लग आउँदैछ, ब्लग बस्टर। साथीहरू हेरिदिनु होला, ब्लग सुरु हुन्छ है त। गाइज आज चाहिँ मैले लामो समयपछि मेरो केस पनि कटाएको छु है। 6 महिना पालेको थिएँ, लामो भएको थियो। भन्न चाहिँ नभन्नु होला, चाया पनि परेको थियो। अनि आज एउटा नयाँ कुरा चाहिँ केस काटेको छ। त्यस पछाडि अब नयाँ ठाउँ घुम्न आएका छौँ। हेर्नु होला, एकदमै राम्रो छ। मलाई चाहिँ यहाँ आउँदाखेरि पोखराकै साइडमा आए जस्तो, फेवातालमै आए जस्तो रमाइलो लागिरहेछ। हाम्रो आज छुट्टी थियो, छुट्टीको दिनमा एकछिन रमाइलो गरौँ भनेर हाम्रो राजा भाइ र म चाहिँ घुम्न आएका छौँ। अहिले ठ्याक्कै 12-1 बजेको टाइम हो, छमछिमको टाइम हुन्छ। त्यसले गर्दा होला मान्छेहरू खानातिर लागेको भएर भिडभाड चाहिँ छैन, तर रमाइलो छ। लेट्स गो कन्टिन्यू, हेरौँ। आज हामी यो पुरै एक राउन्ड लाउनेछौँ। यो चाहिँ लगभग 4 किलोमिटर जति छ। हामी तपाईँहरूलाई पुरै देखाउनेछौँ। रमाइलो भइरहेछ। ल साथीहरू, अघि मैले भनेको थिएँ नि खाङवोन्दो सोक्छो उइरोवन भनेर। खाङवोन्दोको प्रान्त अन्तर्गतको यो सोक्छो क्षेत्रको चाहिँ सौल के भन्छ उइरोवन। यो एकदमै ठुलो फेमस हो। यहाँ चाहिँ अपरेसनदेखि लिएर धेरै ठुलो दुर्घटनाहरू भएको उपचारहरू पनि हुन्छ। ठुल्ठुलो रोगको उपचारहरू पनि सम्भव छ यो ठाउँमा चाहिँ। म पनि कतिपटक यो ठाउँमा आएको छु। हड्डी हाड जोड्ने सम्बन्धी समस्या हुँदाखेरि पटक आएको छु म पनि। राम्रो छ एकदम। तपाईँहरूलाई थाहा होला, कोरियाको हस्पिटलको सेवा सुविधाहरू एकदमै राम्रो हुन्छ भन्ने कुरा बताइरहनु नपर्ला। साथीहरू पक्कै यो सोक्छोको आसपासमा हुनुहुन्छ भने तपाईँहरू पनि घुम्न आउनु होला। यो ठाउँ एकदमै राम्रो छ, सुन्दर छ। यहाँ अहिले फुल झरेको अवस्था छ। यो फुल नझरेको हुँदा चाहिँ एकदमै राम्रो थियो। हामी अलिकति लेट भयौँ, अलिक ढिला भयो, किनभने हाम्रो छुट्टी थिएन। अहिले चाहिँ 3-4 दिन हाम्रो छुट्टी छ। छुट्टी मनाउन आएका छौँ। यसरी धेरै राम्रो छ। वाह, प्राकृतिक रूपमा नेपाल धेरै नै धनी छ भने पनि कोरिया पनि कम चाहिँ छैन है साथीहरू। तपाईँहरू कतिको घुम्नु भएको छ कोरियाका ठाउँहरू। यो ठाउँमा आउनु भने तपाईँलाई साँच्चै नेपालको पोखराको झलको लाग्नेछ। एकदमै राम्रो घुम्नको लागि सही डेस्टिनेसन हो यो। फेरि पनि एकचोटि बताइदिन्छु, यो ठाउँ चाहिँ खाङवोन्दो प्रान्तको सोक्छो सिटी अन्तर्गतको यो चाहिँ ख्योङराङ होसु भन्छ। यसलाई ख्योङराङ हो भन्छ। धेरै राम्रो छ। एकदमै राम्रो नजारा, साँच्चै रमाइलो छ। यो सिटीको यो होसु चाहिँ साथीहरू घुम्न आउनु होला। र घुम्न नपाउने साथीहरू र बाहिर नेपालमा अथवा अरू कुनै देशमा भएको साथीहरूले चाहिँ यो भिडियो हेरेर रमाउनु होला भन्न चाहन्छु। र साथसाथै साथीहरू एउटा रिक्वेस्ट पनि छ। यो मेरो च्यानल चाहिँ कोरियन ल्याङ्ग्वेज गुरु, कोरियन भाषा गुरु भन्ने च्यानल छ। यो च्यानललाई चाहिँ
सब्सक्राइब गरिदिनु होला अनि यो भिडियोलाई लाइक पनि गर्नु होला कमेन्ट पनि छोड्नु होला र साथीभाइमा सेयर पनि गर्नु होला मेरो एकदमै भित्री हृदयदेखिको रिक्वेस्ट छ साथीहरू अनि मात्रै तपाईहरुले बेला बेला मैले हाल्ने यस्तो भिडियोहरू हेर्न पाउनुहुन्छ प्लिज सब्सक्राइब माई च्यानल हेर्नु साथीहरू कति राम्रो ठाउँ छ यहाँ चाहिँ शीतल तापेर बस्न पनि पाइयो र तलतिरपट्टि पोखरीको नजारा पनि हेर्न पाइयो त एकदमै राम्रो ठाउँ छ पर्यटकीय स्थल सँगसँगै ठुलो पोखरी साइडमा फुलहरू छ ढकमक्क फुलेको फक्कोत भन्छ यो चाहिँ पयुँको फुल हो हाम्रो नेपालमा यस्तो फुलहरू हुँदैन पयुँमा यति राम्रो फुल फुल्दैन तर यहाँ चाहिँ साँच्चै राम्रो फुलहरू फुल्ने गर्दछ यो वसन्त ऋतुको टाइममा एकदमै राम्रो फुल फुल्ने गर्दछ हेर्नुहोस् छेउमै ठुलो सिटी छ अनि पछाडिपट्टि पहाड छ वरिपरि पहाडले घेरिएको छ साइडमा समुद्र छ एकदमै राम्रो उत्कृष्ट नजारा स्वर्गीय ठाउँ एकदमै प्यारो ठाउँ मैले यही ठाउँमा 8 वर्ष बिताइसकेको छु साथीहरू एकदम राम्रो ठाउँ कहिलेकाहीँ त झुकेर म यहीँ पो जन्मिएँ कि यहीँ लाग्छ धेरै प्यारो भइसक्यो यो ठाउँ 8 वर्ष क्रस भइसक्यो